कतिजना साथीहरूले सिस्टर तपाईँको चाहिँ 18 विक्स कम्प्लिट भइसक्यो, तपाईँको बेबी चल्यो, तपाईँले थाहा पाउनुभयो भनेर मेसेज गर्नुभएको छ। मेरो पनि 18 विक्स भयो, मैले चाहिँ फिल गरेँ छैन। कसैले चाहिँ 20 विक्स भइसक्यो सिस्टर, मैले अहिलेसम्म फिल गरेको छैन बेबीको मुभमेन्ट भनेर चाहिँ मेसेज गर्नुभएको थियो। अब मेरो पनि क्विकेनिङ भएको छैन, मेरो चाहिँ आज 18 विक्स 4 डे कम्प्लिट भइसक्यो होइन। अब हाम्रो मेडिकल टर्ममा चाहिँ क्विकेनिङ भनेको मदरले फर्स्ट टाइम आफ्नो बेबी कहिले चाहिँ चलेको थाहा पाउँछ, त्यो मोमेन्टलाई चाहिँ हामी क्विकेनिङ भन्छौँ होइन। नर्मली चाहिँ क्विकेनिङ हुने पिरियड भनेको चाहिँ 16 देखि 20 विक्ससम्म हो। अब के हुन्छ भन्दाखेरि फर्स्ट प्रेग्नेन्सीमा मदरहरूले चाहिँ अब बेबी चलेको चाहिँ अलि ढिलो थाहा पाउनुहुन्छ होइन। अनि भने सेकेन्ड प्रेग्नेन्सीमा चाहिँ मदरहरूले अलिक छिट्टै कसैले 15, 16, 17 त्यस्तैतिर थाहा पाउनुहुन्छ। तर फर्स्ट प्रेग्नेन्सीमा चाहिँ कहिलेकाहीँ चाहिँ बेबी चले पनि त्यो मिस हुन्छ क्या, हामीलाई थाहा पाउँदैनौँ। किनकि अब बब्लिङ भएको जस्तो अनि फ्लटरिङ भएको जस्तो हुन्छ अरे साथीहरूले भन्नुभएको होइन। खाउकुती लागे जस्तो हो कि होइन, चलेको जस्तो त्यस्तो हुन्छ। अब म पनि बसेको बेला होइन रेस्टिङ टाइमहरूमा चाहिँ कति कन्सियस भएर चाहिँ ध्यान दिएर बसिरहेको हुन्छु चल्छ कि किनकि मलाई पनि त्यो मोमेन्ट एकदमै फिल गर्न मन लाग्छ। सबै मदरहरूले आफ्नो बेबी चलेको फर्स्ट टाइम चलेको चाहिँ होइन मोमेन्ट फिल गर्न मन लाग्छ, कसैलाई नि मिस गर्न मन लाग्दैन। मलाई चाहिँ डर लागिरहेको छ कि मिस हुन्छ कि भनेर होइन। अनि म ध्यान दिएर सुनिरहेको हुन्छु। र अब 18 अस्ति मैले हस्बेन्डलाई पनि यो कुरा सेयर गरेँ कि यस्तो भयो हेर्न, अब अहिलेसम्म चले छैन भनेर भनिरहेको थिएँ। अनि त्यसपछि ल ठिकै छ नि त, जाऊँ न त एउटा स्क्यान गर्छु, तिमीलाई पनि ढुक्क हुन्छ हेर न बेबी मुभमेन्ट अनि हार्ट बिटहरू भनेर। अनि मलाई चाहिँ अस्ति 2 दिन अगाडि चाहिँ 18 विक्स 2 डेज हुँदाखेरि चाहिँ उहाँले चाहिँ स्क्यान गरेर बेबीको हार्ट बिटहरू सुनाइदिनु भयो। बेबी पनि चलिरहेको थियो मजाले, र अहिले हामीले फिल मात्रै नगरेको हो फर्स्ट टाइम भएकोले होइन। अनि त्यसपछि चाहिँ अब के हुन्छ भन्दाखेरि अब हाम्रो नर्मली नै एनिमल स्क्यान गर्ने टाइम पनि अब 18 देखि 22 विक्सभित्र हो। सो कसैको चलेको छैन भने पनि नातिनु, अब एनिमली स्क्यान गर्ने नै टाइम पिरियड हो। सो जाने स्क्यान गर्ने त्यहाँ अब इजिली हामीले बेबीको कन्डिसनहरू थाहा पाउन सक्छौँ होइन। अनि अलि त्यसपछि चाहिँ ढुक्क हुन्छ। अब म जस्तै तपाईँहरू जस्तो चाहिँ म पनि कुरिरहेको छु बेबीको मुभमेन्टहरू फिल गर्नको लागि। Stay happy and healthy, enjoy your journey.